अरू त मलाई के हो थाहा छैन। तपाईँलाई आउनु रे भनेर खबर पठाएका छन् रे, मैले पढेरामा सुनेको। ल ल म त्यसो भए गइहाल्छु। आमा आमा म पनि जान्छु नि। के अब राम र दियाको बच्चालाई आइसियुमा राख्नै पर्ने हो त? यो कुरा पक्कै पनि जान्नेछौँ। हो दर्शकबिन, सागर पाठक र देउरानी अफिसियल युट्युब च्यानलबाट दैनिक रूपमा प्रसारणमा आइरहेको देउरानी सिरियल यति बेला झन् चर्चा विषय बनिरहेको छ। के हुन्छ त दिहाको बच्चालाई आइसियुमा राख्नै पर्छ, किनकि अगाडि पनि बच्चाको आमालाई धेरै खतरा हुँदै पनि बच्चा सकुशल जन्मिएको छ। के छ भोलि आउने भागमा बच्चालाई के हुन पनि सक्छ, तर प्रार्थना गरौँ बच्चालाई र आमालाई केही नहोस्। र दियाको देउरानी पनि उनलाई भेट्न आतुर छिन् र उनको सासु आमा पनि आफ्नो बुहारी र नातिनीलाई हेर्न धेरै आतुर र खुसियाली छाइरहेको छ। तर उता भने राम धेरै समस्या परिरहेको छ आफ्नो श्रीमती र बच्चालाई कसरी बचाउने भनेर। तर रामको चोरी भएको सुन पनि फिर्ता पाइसकेका छन् र राधेले पनि नर्सदेखि सहयोग पाएका छन्। अब आउने दिनहरूमा राधे र नर्सको पनि माया प्रेम देख्ने नै छौँ, किनकि नर्सले यति महँगो हस्पिटलमा पनि आफूलाई सहयोग गरेको देखेर राधेको मन पनि नर्सप्रति लाग्नेछ र नर्स त पहिलेदेखि राधेको पछि लागिरहेकी छिन्। हो दर्शकबिन, पक्कै पनि सबै कुरा आउने भागमा थाहा पाउनेछौँ। बच्चा सकुशल घर पुगेको र हजुरआमाले नाति खेलाउने आशा निराशमा नबदलियोस् र बच्चाको र आमाको उपचार चाँडै होस् र उनीहरूको सुधार आओस्, यही कामना गर्दै आज म बिदा हुन चाहन्छु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।